आज चाहिँ म मेरो लाइफमा भएको एउटा इमोसनल स्टोरी सुनाउन गइरहेको छु हजुरहरूलाई। म चाहिँ किचनमा काम गरिरहेको थिएँ, उहाँ चाहिँ डाइनिङ टेबलमा बसिराख्नु भएको थियो, मोबाइल चलाइराख्नु भएको थियो। मलाई चाहिँ कति माया गर्नुहुन्छ भनेर मैले सोधेँ होइन। हाम्रो केटीहरूको बानी चाहिँ अब जिस्किने हुन्छ नि त, न्यु खोज्ने बानी हुन्छ सानो सानो कुरामा। अनि त्यसपछि उहाँले चाहिँ के भन्नुभयो भने 2 वर्ष अगाडिको कुरा निकाल्नु भयो। हामीलाई चाहिँ पार्टीमा जानुपर्ने थियो, 8 बजीसम्म काम थियो, 8 to 8 हुन्थ्यो काम। अनि त्यसपछि फेरि 9 बजीसम्म त पार्टीमा जानुपर्ने थियो। आएर अब मलहरू पनि बन्द हुने, अनि मेरो आइब्रो चाहिँ एकदमै धेरै आउँथ्यो कि एकदमै धेरै आउँथ्यो। म चाहिँ अलिकति पोजिटिभ छु, पहिल्यैदेखि नै धेरै आउने हो। अनि त्यति बेला चाहिँ मैले आइब्रोज गर्न चाहिँ पाएन मलाई चाहिँ। अनि अब रेडी सेडी भयौँ, अनि हामी गयौँ। अक्वार्ड लागिरहेको थियो जानको लागि। अब हामी केटीहरूलाई त थाहा नै हो नि, सानो सानो कुरा पनि हामीले बिग डिल लिन्छौँ भन्ने। उहाँले चाहिँ नोटिस गर्नुभएको रहेछ, मोटिभेट गर्नुभयो, केही छैन देखिँदैन पनि भन्नुभएको थियो। राम्रो देखेछ, कसैले नोटिस गर्दैन भन्नुभएको थियो। अनि त्यसको 2-3 दिन पछि चाहिँ मैले टिकटकहरूमा पनि थ्रेडिङ गरेको भिडियोहरू हेर्नुहुन्थ्यो होइन, युट्युबमा पनि हेर्नुहुन्थ्यो। मैले चाहिँ नोटिस गरिनँ, यत्तिकै हेरेको होला त नि भन्ने सोचेँ होइन। अनि एक दिन मलाई धागो छ भनेर भन्नुभयो। मैले छ किन चाहियो भने थ्रेडिङ गर्ने हो क्या भनेर जिस्केर चाहिँ होइन मलाई चाहियो भन्नुभयो। अनि ल्याएर आफूले थ्रेडिङ गर्न सिकेको है छ। अनि मलाई चाहिँ के लाग्यो भने कसरी सिक्नु नि है छ भन्ने पछि सोचेँ मैले। अनि आफ्नै खुट्टामा कसरी धागो त ह्यान्डल गर्ने भनेर, कसरी थुत्ने भनेर सिक्नु भएको रहेछ कि खुट्टामा। एक दिन चाहिँ के भयो भने अब म गरिदिन्छु भन्नुभयो थ्रेडिङ होइन। अनि त्यसपछि मैले चाहिँ आउँछ त हजुरलाई भने। अनि त्यसपछि आउँछ भन्नु, पर्दैन मेरो उडाल्दिनँ बिगार्दिनँ भनेर मैले दिइनँ होइन। अनि म आउँछ, मलाई ट्रस्ट गर, आइज म गरिदिन्छु भन्नुभयो। अनि साँच्ची हो नि भने मैले, हुन्छ ट्रस्टै गरेर गएँ। दम राम्रो गरिदिनु भयो, म बिलिभै गर्न सकेन, यस्तो पनि गर्ने हिजो मान्छेले। अनि त्यसपछि जब मलाई थ्रेडिङ गरेर भइसकेपछि चाहिँ मैले भने, गाली गरेँ उहाँलाई चाहिँ, किन नगरिदिएको अस्ति नै पार्टीमा जाँदाखेरि चाहिँ म त्यस्तरी गएँ, आउँदो रहेछ थ्रेडिङ गर्न भनेर मैले गाली गरेँ होइन। त्यति बेला चाहिँ केही भन्नु भएन, जस्ट मम्मीहरू यताउतिले गरेको देखेको थिएँ, मम्मीलाई कहिलेकाहीँ गरिदिन्थेँ भन्दै भन्नुभयो। अनि त्यसपछि ए ओके त नि भने। अनि अस्ति मैले माया गर्नु छ कि नै भनेर सोद्धाखेरि चाहिँ उहाँले के भन्नुभयो भने, अब फेरि म त्यस्तो सिचुएसनमा नआऊँ, धेरै पोजिटिभ नहौँ, मलाई कतै जाँदाखेरि पनि थ्रेडिङ आइब्रोजहरू धेरै भयो भने अक्वार्ड नहोस् भनेर चाहिँ उहाँले थ्रेडिङ गर्न सिक्नुभएको रहेछ। अनि भन्नुभयो कि ल भन् त अब म तँलाई माया गर्छु कि गर्दिनँ भनेर। अनि म चाहिँ केही पनि बोलेन, एकदमै इमोसनल भयो त्यति बेला। अनि अस्ति चाहिँ मैले ऱ्यान्डमली एउटा थ्रेडिङ गर्दाखेरि चाहिँ भिडियो गर्न थिएँ, कति टाइम लाउनुहुन्छ है भनेर एउटा क्लिप गरेको थिएँ। यो चाहिँ म हजुरहरूलाई देखाउँछु, उहाँले थ्रेडिङ गरेको र बिफोर एन्ड आफ्टर पनि हेर्न सक्नुहुन्छ। हजुरहरूलाई चाहिँ यो कस्तो लाग्यो थाहा छैन, तर मलाई चाहिँ एकदमै इमोसनल मोमेन्ट थियो यो। मैले धेरै एक्जाजुरेट गरेको हो कि के हो थाहा छैन, तर म चाहिँ एकदमै इमोसनल भएको थियो त्यति बेला।